नमस्ते, फन विथ सानुको जापानी भाषा कक्षामा यहाँहरूलाई स्वागत छ। आउनुहोस् सुरु गरौँ आजको लेसन। यो लेसन सुरु गर्नुभन्दा अगाडि हामी N5 लेसन 1 मा भएका सबै भोक्याबुलरीहरू राम्रोसँग खान्जी सहित प्रष्टसँग बुझेर सिक्छौं, जसले हामीलाई लेसन बुझ्न धेरै सजिलो हुन्छ। आउनुहोस् सुरु गरौँ N5 लेसन 1 भोक्याबुलरी यानि कि शब्दको अर्थहरू। पहिलो रहेको छ वातासी। वातासी वातासी भनेको म। त्यस्तै गरी अर्को छ आनाता। आनाता आनाता भनेको चाहिँ तपाईं अथवा तिमी। अर्को रहेको छ आनोहितो। आनोहितोलाई एकदम पोलाइटली आनोखाता पनि भनिन्छ। आनोहितो अथवा आनोखाता भनेको चाहिँ त्यो व्यक्ति अथवा उहाँ। अर्को छ सान। सान यो चाहिँ मान्छेको नामको पछाडि लगाइन्छ र सान भन्नाले जी अथवा ज्यू भन्ने बुझिन्छ र आफूभन्दा सानो मान्छेलाई अथवा केटाकेटीलाई चाहिँ सानको सट्टा च्याङ पनि प्रयोग गरिन्छ। अब अर्को छ जिन। जिन यो पनि कुनै पनि देशको नामको पछाडि लगाइन्छ र त्यो देशको नागरिक भन्ने बुझिन्छ। जस्तो कि निहोन्जिन जापानी नागरिक, नेपारुजिन नेपाली नागरिक अथवा नेपाली। अर्को रहेको छ सेन्सेई। सेन्सेई सेन्सेई भनेको शिक्षक अथवा प्रशिक्षक। अर्को छ क्योसी। क्योसी क्योसी पनि शिक्षक र प्रशिक्षक हो। यो चाहिँ आफैले आफैलाई भनिन्छ। सेन्सेई भनेर चाहिँ आफैले आफैलाई भनिँदैन। अब अर्को हेर्नुहोस् गाकुसेई। गाकुसेई गाकुसेई भनेको विद्यार्थी। खाइसाइन। खाइसाइन खाइसाइन भनेको कुनै पनि कम्पनीको कर्मचारी। र अर्को साइन। साइन साइन पनि कर्मचारी नै हो, तर यो चाहिँ कुनै कम्पनीको अगाडि नाम दिएर फल्ना फल्ना कम्पनीको कर्मचारी भन्दाखेरि प्रयोग गरिन्छ साइन। जस्तो कि एनटिसी नो साइन भनेको एनटिसीको कर्मचारी। अर्को हेरौँ गिन्कोइन। गिन्कोइन गिन्को भनेको ब्याङ्क, गिन्कोइन भन्नाले ब्याङ्कको कर्मचारी। अर्को रहेको छ ईशा। ईशा ईशा भनेको चिकित्सक अथवा डाक्टर। अर्को हेरौँ केङ्क्युसा। केङ्क्युसा भनेको चाहिँ अनुसन्धानकर्ता अथवा कुनै विद्वान भन्ने बुझिन्छ। दाइगाकु। दाइगाकु दाइगाकु भनेको विश्वविद्यालय। ब्योइन। ब्योइन ब्योइन चाहिँ अस्पताल हो। अब अर्को दारे अथवा दोनाता। दारे अथवा दोनाता भनेको को भन्ने अर्थ हो यसको। दारेलाई चाहिँ एकदम पोलाइटली दोनाता भन्न सकिन्छ। अर्को छ साई। साई यो चाहिँ कुनै अङ्कको नम्बरको पछाडि लगाइन्छ र यति वर्ष भन्ने बुझिन्छ। जस्तो जुसाई भनेको 10 वर्ष। साईलाई चाहिँ उमेर भन्दाखेरि प्रयोग गरिन्छ। अर्को छ नान्साई। नान्साई यो प्रश्न गर्ने शब्द हो। नान्साई भनेको कति वर्ष। यसलाई चाहिँ ओइकुत्सु भनेर पनि प्रयोग गरिन्छ। अर्को छ हाई। हाई हाई भनेको हस्, हो, हजुर, हुन्छ भन्ने अर्थमा प्रयोग हुन्छ। अर्को छ इए। इए इए भनेको होइन अथवा हुन्न भन्नलाई प्रयोग गरिन्छ अथवा अङ्ग्रेजीमा नो भनेको इए हो। अब लेसन सुरु गरौँ। लेसन 1 दाइ इक्खालाई हेर्नुहोस्। सबैभन्दा पहिला बुङ्केई भनेर दिएको 4वटा सेन्टेन्सहरूलाई हेर्नुहोस्। नम्बर 1 मा वतासी वा माइक मिरा देस भनेको म माइक मिलर हुँ। म माइक मिलर हुँ। वतासी वा माइक मिरा देस। नम्बर 2 मा सान्तोसु सान वा गाकुसेई जा आरिमासेन। सान्तोसु सान वा गाकुसेई जा आरिमासेन भनेको स्यान्टोस जी विद्यार्थी होइन। स्यान्टोस जी विद्यार्थी होइन। जा आरिमासेनलाई ब्राकेटमा देवा भनेर दिएको छ। ज्याको सट्टा देवा पनि प्रयोग गर्न सक्नुहुन्छ। नम्बर 3 मा मिरा सान वा खाइसा इन देस का। यहाँ चाहिँ क्वेसन छ। मिरा सान वा खाइसा इन देस का भनेको मिलर जी कर्मचारी हो भन्ने प्रश्न हो यो। त्यसपछि नम्बर 4 मा चाहिँ सान्तोसु सान मो खाइसा इन देस। सान्तोसु सान मो खाइसा इन देस भनेको स्यान्टोस जी पनि कर्मचारी हो। स्यान्टोस जी पनि कर्मचारी हो भनिएको छ। यसमा चाहिँ मो भनेको अर्थ पनि भन्ने लाग्दछ र पछाडि देश मात्र भएकोले हो
भन्ने हुन्छ, देस्का भयो भने प्रश्न हुन्छ, हो भन्ने प्रश्न हुन्छ। अब फेरि तल रेइबुन भनेर दिएको नम्बर 1 देखि नम्बर 6 सम्ममा भएका सबै वाक्यहरूलाई हेर्नुहोस्। सबभन्दा पहिलो नम्बर 1 मा आनाता वा माइकु मिरासान देसु का? आनाता वा माइकु मिरासान देसु का भनेको तपाईँ माइक मिलरजी हो। तपाईँलाई चाहिँ यहाँ ब्र्याकेटमा राखेको छ। यो तपाईँ भन्दा पनि हुन्छ, नभन्दा पनि हुन्छ। माइक मिलरजी हो मात्र भन्दा पनि हुन्छ। माइकु मिरासान देसु का मात्र भने पनि बुझिन्छ। त्यस्तै गरी तल हाई वातासी वा माइकु मिरा देसु भनेको छ। वातासी वा नभने पनि भयो, भने पनि भयो। हाई वातासी वा माइकु मिरा देसु भनेको हो म माइक मिलर हुँ भनिएको छ। नम्बर 2 मा हेर्नुहोस्। मिरासान वा गाकुसेई देसु का? मिरासान वा गाकुसेई देसु का भन्ने प्रश्न हो। पछाडि का राखिकन मारु थपेपछि प्रश्न हुन्छ। मिरासान वा गाकुसेई देसु का भन्ने प्रश्नको अर्थ मिलरजी विद्यार्थी हुनुहुन्छ? मिलरजी तपाईँ विद्यार्थी हो भनेर प्रश्न सोधेको हो यो। त्यसपछि उत्तरमा इए वातासी वा गाकुसेई जारिमासेन। इए गाकुसेई जारिमासेन मात्र भने पनि हुन्छ। म विद्यार्थी होइन। अब नम्बर 3 लाई हेर्नुहोस्। वाङसाङ वा गिङ्को इन देसु का? यो पनि प्रश्न छ। वाङसाङ वा गिङ्को इन देसु का? वाङजी कर्मचारी ब्याङ्कको कर्मचारी हुनुहुन्छ। गिङ्को इन भनेको ब्याङ्कको कर्मचारी प्रश्न भयो। यसको उत्तरमा पनि इए वाङसाङ वा गिङ्को इन जारिमासेन। वाङजी ब्याङ्कको कर्मचारी हुनुहुन्न अथवा कर्मचारी होइन, ब्याङ्कको कर्मचारी होइन। इशा देस डाक्टर हुनुहुन्छ। वाङजी चाहिँ डाक्टर हुनुहुन्छ। अब नम्बर 4 लाई हेर्नुहोस्। नम्बर 4 मा आनोखाता वा दोनाता देसु का भन्ने प्रश्न छ। देसु का भनेर पछाडि का राखिकन प्रश्न गरेको छ। यसको अर्थ चाहिँ उहाँ को हुनुहुन्छ भनेको हो। आनोखाता भनेको ऊ त्यो व्यक्ति अथवा उहाँ। यो चाहिँ आनोखाता वा दोनाता देसु का भन्ने प्रश्न एकदमै पोलाइट फर्म, एकदम विनम्र भाषामा सोधिएको हो। उहाँ चाहिँ को हुनुहुन्छ भनिकन। उत्तरमा चाहिँ वात्तो सान्देश भनेको छ। वात्तो सान्देश भनेको वाटजी हुनुहुन्छ भनेको हो। र पछाडि चाहिँ फेरि साकुरा दाइगाकु नो सेन्सेई देसु भनेको छ। साकुरा दाइगाकु नो सेन्सेई देसु भनेको साकुरा विश्वविद्यालयको टिचर हुनुहुन्छ। तर नम्बर 5 लाई हेर्नुहोस्। गुप्ता-सान वा काइसा इन देसु का? गुप्ता-सान वा काइसा इन देसु का भनेको चाहिँ गुप्ताजी कर्मचारी हुनुहुन्छ। काइसा इन भन्नाले कुनै पनि कम्पनीमा काम गर्ने कर्मचारी, कुनै पनि ठाउँमा कार्यालयमा काम गर्ने कर्मचारी। गुप्ता-सान वा काइसा इन देसु का भनेको गुप्ताजी कर्मचारी हुनुहुन्छ प्रश्न हो। र उत्तरमा हाई काइसा इन देसु, हाई काइसा इन देसु भनेको छ। भनेको चाहिँ हो कर्मचारी हुनुहुन्छ अथवा हो उहाँ कर्मचारी हो। कारिना-सान मो काइसा इन देसु का? त्यसपछि फेरि अर्को प्रश्न कारिना-सान मो काइसा इन देसु का भन्ने छ। करिनाजी पनि कर्मचारी हो, करिनाजी पनि कर्मचारी नै हो भन्ने प्रश्न छ। उत्तरमा इए कारिना-सान वा गाकुसेई देसु। इए कारिना-सान वा गाकुसेई देसु भनेको चाहिँ करिनाजी चाहिँ विद्यार्थी हो। यसमा तल उत्तर दिँदा चाहिँ करिना-सान वा भनेर नराखे पनि हुन्छ, त्यसैले ब्र्याकेटमा दिएको छ। विद्यार्थी हो मात्र भन्न पनि सकिन्छ। इए गाकुसेई देसु विद्यार्थी हो। अथवा चाहिँ करिनाजी चाहिँ विद्यार्थी हो भन्न सक्नुहुन्छ। इए कारिना-सान वा गाकुसेई देसु अर्थ चाहिँ एउटै हुन्छ। अब नम्बर 6 अन्तिम नम्बरलाई हेर्नुहोस्। तेरेजा-चाङ वा नान्साई देसु का भन्ने प्रश्न छ। तेरेजा-चाङ वा नान्साई देसु का भनेको तेरेजाजी अथवा तेरेजा कति वर्षकी भइन् भन्ने यसको अर्थ हो। क्युसाई देसु, क्युसाई देसु भनेको 9 वर्ष हो अथवा 9 वर्ष भइन्